भोलि मुस्ताङ घुम्न जाने हो ए मुस्ताङ ए जाउँला नि त मुस्ताङ होइन अमेरिका गयो नि जाउँला ए ल जसरी जानुपर्छ ल म ढुक्क भएँ नि फेरि ल भोलि जसरी जानुपर्छ ल ल ए ल हुन्छ 8 बजे भोलि ल हुन्छ मुस्ताङ आज त बजार जानु हेलो हेलो ओए सगुन बजार जाने होइन बजार जाने रे मलाई यहाँ बुढीले मार्छ लो काम छ मेरो त होइन बजार काम छ जाऊ न हिँड्न दिँदैन मलाई घरबाट अहिले बुढीले मार्छ लो काम छ मेरो त अब आज सन्तोषको बर्थडे होइन यसले 2 हानिसक्यो अब फेरि 1 हान्नु चिया त धेरै छाप्छ है बर्थडे बोइलले नि धेरै खानु बर्थडे बोइल धेरै खानु हुँदैन मलाई धेर भइसक्यो बर्थडे बोइलले थाहा छ सबैको है बर्थडे सिद्धान्त ल्याउ त अन्टी सिद्धान्तको होइन दोस्तले आज है लेजिडेन्सर हानेको अन्टी मासु हाल्नु एक ब्याग उयो सन्तोष त होइन हो त यो त बिमारीसित के हो अनि यार हाम्रो भेटघाट छैन हुनुपर्ने यार अनि ल आन्टी 1 गिलास ल्याउनु त होइन म खान्न घरमा बुढी छ मलाई मार्छ नानी म रक्सीदेखि पर्यो नानी 1 गिलास होइन म नानी म मासु लिन मलाई मार्छ घरमा बुढीले म नानी मासु गरी 1 किलो अनि अब आज साली घर मासु बनाएर छ है आज हामी उसकै घर मासु खाने होइन दोस्तको घर खाइदिने हो ऐजास हामी अब तिम्रो घर मासु खाने हो होइन हो र जो मासु खानु जाने हो र जाने जो हुन्छ जानु होइन मासु खाने एउटै लोभी 1 घुडी पनि छोड्दैन है मलाई सँग मलाई लाग्यो होइन ल केटाहरू मेरो घर चाहिँ यही हो होइन म बुढीलाई मासु बनाउन दिएर आउँछु तिमीहरू जाऊ अन्त है साथीहरू भित्र बस्छ मासु चाहिँ मिठो बनाउनु पर्छ होइन एकदम मेरो बुढीले यस्तो बनाउँछ ल त बुढी मासु बनाऊ आज मेरो गाउँबाट सानैदेखि मिल्ने साथीहरू आए यस्तो महँगाइको बेला चाहिँ त्यस्तो साथीहरू ल्याउने महँगाइको बेला होइन साथीहरू सानैदेखिको सँगै हिँड्ने गाउँमा तपाईँको साथीहरूले जाँड खानु क्या हो कस्तो जने साथी बनायो क्या तपाईँ जाँड खानुभयो छैन छैन पुग्नु त तिम्रो कसम खाएन हो ल बुढी मिठो मासु बनाऊ है यस्ता भटुवाहरूलाई नि भात र मासु पकाउनु पर्ने नोकरे बसेर जस्तो यिनीहरूको दिदिनँ म त ल साथीहरू मासु पाक्दैछ बसेर खाएर जाऊ है हामी होइन म हामी टोयलेट गराउँछु म एकदम हामी टोयलेट गर्न खाएको छ होइन फेरि तिमीहरू घर जानु त लाग्यो होइन हामी टोयलेट गराउँछु आज मेरो घर खाऊ है हामी टोयलेट गरायो है त कता गएछ हेलो हेलो अनि साँच्ची कता हो केटो त म त घरतिरै हो ए
घरतिर अनि घुम्न नजाने कता जाने र घुम्न त्यही त जाउँ त घुम्न मलाई जाने हो क्या त मलाई जहिले ढिलो गर्छ अनि फिक्स चाहिँ गर न त्यहाँ भोलि बिहानै 8 बजेको एउटा मात्र गाडी जान्छ क्या त्यो हामी घुम्न जान्छौँ एउटा मात्र गाडी लाग्छ होइन त भोलि बिहानै 8 बजेभन्दा अगाडि यहाँ त्यो हाम्रो त्यो अड्डा छ त आँपको बोट मुनि त्यहीँ आइज त मलाई चिन्ते नगर न म तँभन्दा जसरी चाँडै आउँछु क्या ल म बिहानै कल गर्छु ल ल हेलो हेलो ए मलाई बिहान ल भोलि नबिर्सिकन है चाँडो उठ्नु चाँडो मलाई जसरी म आइहाल्छु नि कति हतार गरेको छ आइहाल्छु नि मैले हौ त A few moments later. ए मलाई बिहान ल भोलि नबिर्सिकन है चाँडो उठ्नु चाँडो मुला जानुपर्छ क्या जानुपर्छ म जसरी उठिनु भएन हेलो केटो भोलि जसरी पनि जानुपर्छ है जसरी नि उठ्ने त्यहाँ फेरि कसरी ढिलो गर्छस् म जसरी नि उठ्छु क्या बुझिस् ढिलो लाग्छ त्यहाँ हेलो 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 कहाँ हो अन्त अनि घुम्न जाने भने होइन म रेडी भइसक्यो आउँदै हो म ल बिहानदेखि बस्यो कि ल ल चाँडो आइज ल चाँडो आइज अनि मुलाले आज त ढिलो लाग्छ त्यहाँ The number you're dialing is not answering. छोरा मोबाइल चोरेर कहाँ भयो सुनाको आयो कहाँ बस्यो
छोरा हेलो तैँले के हेपे हो क्या हो झन् चाँडो आइज भने होइन झन् यहाँ गाडी छुट्ने बेला भइसक्यो यार यहाँ अहिलेदेखि पखेछु हेलो हेलो हजुर हजुर हजुरको निरजको मन बोल्नु भएको म निरजको मम बोले ए आन्टी बोल्नु भएको अनि निरज खोइ त निरज त बाबु ट्वाइस बसिरहेको तँ घरमै छ अझै निरज आएको थियो ए साथी तिम्रो त बर्थडे आइसक्यो त खोइ त पार्टी यार ए साथी यार पुस्सी छैन नि यार ए साथी ल मिठाई पुस्न जाउँ न त रसगुल्ला खाइदिउँ न उधारोमा यहाँ त मेरो पुलदेखि नै उधारो 1000 रुपियाँ बाइक छ यार ए साथी बर्थडेमा उधार दिइहाल्छौँ क्या जाउँ न कति केजी यार तँलाई उधारो त रस हटाएर मात्र दिन्छ रस हटाएर मात्र दिन्छ ए रसगुल्लामा रस नभए नि चुम गरेर खाइदिउँ क्या रसगुल्लामा रस नभए नि चुम गरेर खाइदिउँ क्या तू समझा हाँ नहीं तू समझा नहीं रसगुल्लामा रस नभए नि चुम गरेर खाइदिउँ क्या उधारो त रस हटाएर मात्र दिन्छ